कागती पानी। When life gives you lemon, make lemonade। जब जीवनले तिमीलाई कागती दिन्छ, कागती पानी बनाऊ। तर साँचो बोलु भने मलाई कागती पानी बनाउन आउँदैन। म त कहिले किचनमा पनि छिरेको छैन। कागतीको रङ, रूप, आकार, प्रकार, उसको चरित्र मलाई रत्तिभरि पनि थाहा छैन। न त मेरो जिब्रोले मिठो र गुलियो बाहेक अरू स्वाद चाखेको छ। म त घरको त्यो प्यारो सदस्य हुँ जसलाई सबै प्रकारका व्यञ्जनहरूको भोकको अवसर बसी बसी नै प्राप्त भयो। मिठा व्यञ्जनहरू जसमा थोरै खुर्सानीको पिरो पनि थिएन। आमाको लागि मेरो हात सधैँ कलिला नै रहिरहे। बुबाले पनि किचनको चक्कु, भाँडाकुँडा, गर्मी मेरो लागि खतरनाक नै देख्नुभयो। त्यसमाथि मेरो खुट्टाले भित्र जाने प्रयास गरेनन्। आँखाले भोको पेट र मिठो खाना मात्र देख्यो, मनको मात्र सुन्यो। अब बिना दक्षता, बिना अनुभव म कसरी कागती पानी बनाऊँ, कसरी तिर्खा मेटौँ, खै थाहा छैन। अब अहिले मसँग भएको यही कागती मात्र हो। यसलाई कागती पानी बनाए पनि, यसै टोके पनि, जे गरे पनि जिब्रोले नयाँ स्वाद चाहिँ पाउला जस्तो छ। खैर, जिब्रोको काम नै स्वाद लिनु हो, मिठो होस् या अमिलो। When life gives you lemon, make lemonade. Easier said than done.